फाइनली गाइज आज चाहिँ हामी फेरि नयाँ भ्लग बनाउन लाग्छु। हेर्नुहोस् गाइज, यो चाहिँ दामी छ है गाइज। अहिले म युक्रेनको बोर्डरतिर छु। यस्तो दामी छ ठाउँ, हेर्नु त गाइज, यस्तो दामी छ, यस्तो दामी रहेछ है गाइज। हाम्रो मेरो साथीहरू चाहिँ यता छ, दुईजना केटाहरू यता छन्। युक्रेनको नजिकमा छु म अहिले। हेर्नुहोस् गाइज, टोप ट्याङ्क भन्छ यसलाई, ट्याङ्क। यो चाहिँ युक्रेनको बोर्डर साइडमा हो। यहाँ फेरि आगो बलिरहेको छ गाइज, हेर्नुहोस् त, आगो बलिरहेछ। यो जहिले पनि निप्दैन अरे यो आगो। यस्तो दामी फुलहरू नि दामी फुलेछन्, फुलबारी दामी छ है गाइज। पक्नुहोस् त, यस्तो दामी छ फुलहरू। यस्तो दामी छ फुलहरू। यस्तो फुलको नजिकमा ट्याङ हो, यो चाहिँ ट्याङ गाइज। चाहिँ के को फुल हो नि, फुल हो कि के हो? फुल त फुलै हो, तर कस्तो खालको फुल हो? यस्तो खालको फुल त म अहिलेसम्म देखाएको थिइनँ। यस्तो दामी खालको फुल छ गाइज। हेर्नुहोस् ट्याङको शालिक। फाइनली आज चाहिँ हामी घुम्न हिँडेको। आज चाहिँ हामी मार्केट भने यहाँको बजार, नेपालको रत्नपर्क जस्तो यहाँ पनि लाग्ने बजार हामी अहिले हिँडिरहेको छौँ गाइज। हेर्नुहोस्, मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला गाइज, च्यानललाई धेरै माया गरिदिनु होला भन्दै। के लेखेको यो बाल्टी भनेर लेखेको छ। यो चाहिँ यो बाल्टी भन्ने अहिले सहरमा सेकेन्ड सिटीमा छु, मोल्दोभाको सेकेन्ड सिटीमा। यस्तो छ यहाँको घरहरू चाहिँ। गुलाबको फुल मात्रै बढी रोप्दो रहेछ यहाँको मान्छेले चाहिँ। खैरेनीहरू चाहिँ यस्तो लरक पारेर हिँड्छ यस्तो। यो चाहिँ सिम कार्डको उ रहेछ अफिस गाइज। फाइनली हेर्नुहोस् त गाइज, हेर्नुहोस् यहाँको घरहरू चाहिँ यस्तो हुन्छ। यो चाहिँ मेरो गुरुङ र हिमाल मेरो साथी हो। डस्टबिन चाहिँ यस्तो हुन्छ यहाँ। तर घाम लाग्यो क्या अहिले। जति म आउँदाखेरि हिउँ परिरहेको थियो, अहिले घाम लागिसक्यो। यस्तो घाम लागिरहेछ अहिले। मेन सिटी